सफा समाज समृद्ध देश यही सपना बोकेर साझा प्रयास अभियान र वीरबहादुर तामाङको अगुवाईमा सुरु भएको छ एक प्रेरणादायी यात्रा। कुलो र ड्रेनमा थुप्रिएको माटो, ढुङ्गा र फोहोर हटाउँदै हामीले बाटो मात्र होइन, हामीले भविष्य पनि सफा गरेका छौँ। यो सफाई सिर्फ काम होइन, यो हो प्रतिबद्धता, हाम्रो ठाउँलाई माया गर्ने मानिसहरूको साझा भावना। सफा टोल हामी सबैको गर्व हो। हेलो, गुड मर्निङ सबैजनालाई। आई होप हजुर सन्चै हुनुहुन्छ। आज चाहिँ हामी यता माथि सेतीदेवी मन्दिरबाट अलिकति मात्र माथि चाहिँ हामी सरसफाइको लागि आएका छौँ। आज चाहिँ हाम्रो बिरु लामा, मेरो मामा पर्नुहुन्छ, उहाँको अपरत्वमा चाहिँ यो जुन भइरहेको छ, उहाँलाई धेरै धेरै धन्यवाद। र अब बर्खा लागेसँगै अब यो जुन पानी कता पठाउँ हुन्छ, अनि यो ड्रेनहरूमा पनि धेरै चाहिँ नि यो फोहोरहरू थियो, अनि त्यसै गरी चाहिँ नि यो माटोहरू पनि धेरै थियो। त्यस कारणले गर्दा चाहिँ अब सफा आज हाम्रो यताको सबै हाम्रो टोल छिमेकी मिलेर आज यो ड्रेनको सरसफाइ कार्यक्रम छ। आज अब बर्खा पनि लान लाग्यो। अब त्यो बर्खा लान बेला अस्ति त्यो बार्गे जस्तै आयो भने फेरि सबै यता आउँछ, त्यही भएर सबै खोल्दैछौँ हामी ड्रेनको माटोहरू, यो झाङहरू ठाड्दैछौँ। आज होला 25-30 जन जति होला। अझ यो ड्रेनको माटो निकाल्यो, यो छेउछेउमा हालिदिने। अस्ति मात्रै हाम्रो यो 15 लाखको प्रदेश यो पूर्वधारको परेर यो अब ढलान भएको छ, यो छेउछेउमा ग्याप छ, ग्यापमा हालिदिने हो। हाम्रो आज यहाँ अब छरछिमेकहरू सबै मिलेर सरसफाइ, ड्रेनहरूमा सरसफाइ, यो झारहरू अलिअलि फाडेको त्यस्तै गर्दैछौँ हामी। आज यो हाम्रो बाटोको कुलोहरू सरसफाइ कार्यक्रम। अस्तिको त्यो बाढी पहिरोले सब कुलोहरू बन्द भएको थियो। फेरि बर्खा लाग्यो, फेरि यो कुलो खोल्यो भने बाटो सब बिग्रिनु भएकोले आज सब स्थानीय घरको साथीभाइलाई बोलाएर अब यो बाटो कुलो खोल्ने काम गरेको हामीले। आज यो ड्रेन सफा कार्यक्रम अब यो बर्खा लाग्न लाग्यो, अनि यो ड्रेनहरू पुगिरहेको छ। त्यही आज चाहिँ ड्रेन खोल्ने कार्यक्रम, यो भत्किया ठाउँमा वाल लगाउने कार्यक्रम भइरहेको छ। हाम्रो सबैजना साथीभाइ मिलेर साथीभाइ बोलाएको दिन आउनु भएको छ, 1-2 जना चाहिँ आइपुगेको छैन, उहाँहरू सायद कामको व्यस्तता पनि हुनसक्छ। त्यही आज चिया र बिस्कुटको व्यवस्था हाम्रो राजमान तामाङज्यूले गर्नुभएको छ। उहाँले अर्डर गरेर जानुभएको छ, एकछिनमा पाक्दै होला, एकछिनमा आइपुग्छ। नमस्ते। म आज यसो अब बारीमा यसो अब तरकारीमा यसो अलिअलि किरा लागेको छ, अनि यसो औषधिहरू हाल्न आएको। तपाईँले आज जुन हाम्रो यो काम गरिरहेको बेलामा हजुरले चाहिँ अब यो चियापानको लागि व्यवस्था गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। जानकारी अब भनौँ न, यो अब सरसफाइ कार्यक्रम एकदम खुसी छु म, किनभने सबैजना मिलेर यस्तो गरौँ, अझै प्रगति गर्दै जाउँ, त्यही भन्न चाहन्छु। आज यसो छुट्टीको दिन थियो, अब यसो सरसफाइमा आफ्नो गाउँठाउँ आफैले सफा गर्नुपर्छ। आज यो अस्ति अब यो बाढी पहिरोले अब यो ड्रेनहरू पुरै जाम भइरहेको थियो, यो जामलाई खोल्नु पर्यो भनेर हाम्रो यो सबै साथीभाइ मिलेर आज सफा गऱ्यौँ। सबै चाहिँ सकिएको छैन, आज अब सबैको बारीमा काम पनि छ अलिअलि। अब हामी युवाहरू नै लागेन भने त अब हाम्रो यो पछिको हाम्रो बच्चाहरूले पनि सिक्दैन होइन। अब हामीले नै अब गरेर गयो भने त अब पछिको यो बालबालिकाले पनि सिक्दै जान्छ। हामी अब पसलमा अब 1-2 घन्टा चाहिँ अब चिया खाएर बस्नुभन्दा यो सरसफाइतिर लाग्यो भने राम्रो हुन्छ। आफू पनि अब आफ्नो गाउँ आफै सरसफाइ गर्नु होला, आफै राम्रो हुन्छ होइन, सरसफाइ गर्नु होला। धन्यवाद भन्न चाहन्छु। सरसफाइ प्रोग्राम अनि त्यसपछि यो ड्रेनहरू सफा गर्ने चाहिँ आधी जति चाहिँ सकायौँ, धेरै नै छ। अनि सबै अब आफ्नो काममा पनि लाग्नु पर्यो, आफ्नो काममा पनि ध्यान दिनु पर्यो। अब हामी पसलमा यतिकै कुरा गरेर त्यतिकै बस्नुभन्दा है, अनि मान्छेको कुरा काटेर बस्नुभन्दा एटलिस्ट 1-1.5 घन्टा 2 घन्टा भए पनि आफ्नो ठाउँमा चाहिँ राम्रो गऱ्यो भने केही हुन्छ है। अब हामी आफैले नै गर्नुपर्छ, हामी आफै नै जाग्नुपर्छ। जति पनि यो भिडियो हेरिरहनु भएको छ, तपाईँहरू पनि आफ्नो ठाउँमा त्यसै गर्नुहोस् है त। एउटा सानो ग्रुप बनाउनुहोस् होइन, अनि त्यसपछि त्यही अनुसारले गर्दै जानुहोस्। आज यो गर्ने, जहिले गर्नुपर्छ भन्ने पनि छैन, एटलिस्ट महिनाको एकचोटि मात्रै गरे पनि हामीले आफ्नो ठाउँलाई चाहिँ सफा राख्न सकिन्छ है त। अब हाम्रो काम सक्यो, लगभग सम्झ्यो है त। बाई बाई मामा।